मैले त मेरो बच्चालाई मोबाइल नै दिएको छैन, स्क्रिन नै देखाउँदिनँ, त्यसैले मेरो बच्चाको त आँखामा समस्या हुँदैन भनेर ढुक्क नहुनुहोस्। बच्चालाई बाहिर खेल्न नदिँदा पनि आँखामा समस्या हुन सक्छ। बाहिरी वातावरणमा धेरै खेल्ने बच्चाहरूको चाहिँ पछि गएर मायोपिया अर्थात् टाढाको कुरा धमिलो देखिने समस्या चाहिँ कम हुने कुरा अनुसन्धानले देखाएको छ। धेरै स्क्रिन हेर्ने बच्चाको त बाहिर दौडधुप गर्ने, खेलकुद गर्ने समय नै कम हुन्छ। स्क्रिन नदिनु मात्र होइन, बच्चालाई चाहिँ केही समय बाहिरी वातावरणमा खेलकुद गर्नु, हिँडडुल गर्न दिनु चाहिँ आवश्यक हुन्छ। 2 वर्षभन्दा कम उमेरका बच्चाहरूलाई त स्क्रिन नै नदेखाउनु राम्रो, तर 2 वर्ष कटिसकेको बच्चाहरूलाई चाहिँ 1 घन्टाभन्दा बढी चाहिँ स्क्रिन अगाडि नराख्नु भनिएको छ। अनि हामी कहाँ चाहिँ बच्चा रोयो भने तुरुन्त मोबाइल दिइहाल्ने र बच्चालाई चुप गराउने बानी छ। त्योभन्दा चाहिँ बच्चासँग कुराकानी गर्ने, खेल्ने अथवा किताब पढ्ने जस्ता विभिन्न गतिविधिहरू गरेर उसलाई अल्मलाउने गर्न सकिन्छ। बच्चाको राम्रो विकासको लागि स्क्रिनभन्दा पनि निन्द्रा, खेल र परिवारसँगको समय धेरै महत्त्वपूर्ण हुन्छ। यो भिडियो सेयर गरेर यो कुरा अरू आमा बुवालाई पनि सम्झाइदिनुहोस्।